हेलो गाइज, गुड आफ्टरनुन है। अहिले चाहिँ हाम्रो 3 बजेको छ। म चाहिँ राइट नाउ आउटसाइड कन्ट्री भनेको नेपाल बाहिर है, कुवेतको खेरान सिटी। एन्ड राइट नाउ होइन, द वेदर भनेको चाहिँ कस्तो छ भन्दाखेरि पानी पर्छ है, एकदम क्लाउडी छ। अनि पानी पनि कस्तो हुन्छ भन्दाखेरि 5 मिनटदेखि 10 मिनट पानी पर्छ, फेरि आधी घन्टा जस्तो रोकिन्छ है। अनि त्यही हो, अहिले चाहिँ पानी रोकिन्छ, त्यही भएर चाहिँ म चाहिँ बाहिर आएर यसो सानो भिडियो बनाइदिउँ भनेर चाहिँ हो। अनि देख्न सक्नुहुन्छ कि यहाँ हाम्रो यो छ नि, यो सानो ट्रिज जस्तो ट्रिजै भनौँ, सानो यो चाहिँ पुरै यो चाहिँ बिल्डिङ हो है। यो बिल्डिङ अलिक ठुलो छ, एकदम ठुलो छ। अनि यसको चाहिँ वरिपरि छ क्या, यो यस्तो बााउन्ड्री जस्तो पुरै छ है। अनि अहिले चाहिँ पानी परेकोले गर्दाखेरि चाहिँ यो यिनीहरू चाहिँ एकदम ग्रिन देखिन्छ है, हावा एकदम चलिरहेछ है। अर्को साइड चाहिँ एकदम हावा चलिरहेछ। यहाँ चाहिँ अलिकति यो बिल्डिङले गर्दाखेरि चाहिँ अलिकति थोरै छेकिया छ भनौँ है। अनि त्यही हो, अरू त खासै केही पनि छैन। जस पानी पानी रोकेकोले गर्दाखेरि चाहिँ म चाहिँ सानो यसो भ्लग जस्तो सानो भिडियो बनाइदिउँ भनेर चाहिँ बाहिर निस्केको। अहिलेको के भन्छ त्यो हुन्छ नि, वेदर अब गर्मी लाग्ने लागेको छ, त्यही भएर गर्दाखेरि चाहिँ पानी नि परे जस्तो लाग्छ। तर म यहाँ बसेको लगभग 2 इयर्स जति भइसक्यो। यस्तो वेदर चाहिँ मलाई थाहा थिएन, बट इट्स भेरी नाइस है। अनि एकदम राम्रो छ भनौँ। काम पनि त्यस्तो खासै केही पनि छैन है। त्यही हो, हाम्रो वेदरको अपडेट चाहिँ यही हो। 10 मिनट पानी पर्ने, आधी घन्टा रोकिने, फेरि एकछिनपछि पर्ने, यस्तो 2 दिन भइसक्यो क्या। अनि गडाङगुडुङ पनि एकदम लाइटनिङ पनि एकदम भइरहेछ क्या। त्यही हो। अब यति भन्दै मेरो यस्तो सानो स्मल भ्लगलाई चाहिँ यहाँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।